ओके, आज म हजुरहरूलाई 3 अक्षरबाट बनेका शब्दहरूको कथा सुनाउँछु। के हजुरहरू सुन्नलाई तयार हुनुहुन्छ? ओके, सुरु गरौँ है त हामी है। ओके, एकादेशमा चाहिँ एउटा ठुलो सहर थियो अरे। त्यो सहरमा चाहिँ हाम्रो सक्षम भन्ने साथी बसिसिन्थ्यो अरे। सक्षम भन्ने साथीको चाहिँ एउटा ठुलो घर थियो अरे, जुन चाहिँ महल जस्तै थियो अरे। हेर्छु न, यो महल जस्तै छ कि छैन? छ नि। हो, महलको वरिपरि चाहिँ ठुलो ठुला भवनहरू थियो अरे। भवनहरू बनेको चाहिँ ठुलो ठुलो घरहरू थियो अरे। सक्षम भन्ने साथी चाहिँ एकदमै धेरै मेहनती हुनुहुन्थ्यो अरे। उहाँले आफ्नो कामहरू, गृह कार्यहरू सबै समयमै गरिसिन्थ्यो अरे है। अब एक दिनको कुरा हो, उहाँले चाहिँ अब आफ्नो गृह कार्य गर्दै होइसिन्थ्यो। गृह कार्य गर्दा गर्दा उहाँको कलम चाहिँ के भएछ त? भाँचिएछ। कलम चाहिँ भाँचिएपछि अब कलम किन्नलाई कहाँ जानु पर्यो त? कलम किन्नलाई पसल जानु पर्यो। अब उहाँ चाहिँ पसल गइसकेछ अरे। पसल जाँदाखेरि चाहिँ एकदमै धेरै गर्मी थियो अरे। गर्मी भएको कारणले गर्दाखेरि उहाँले चाहिँ कलम र बरफ दुईटा सँगै किनिसकेछ अरे। अब बरफ खाँदै उहाँ चाहिँ दौडिँदै घर गइसकेको थियो अरे होइन। दौडेर घर जाँदा जाँदा उहाँको चाहिँ के भएछ त? लडेर चोट लागेछ अरे। चोट लागेपछि अब उहाँ के भयो त? अब उहाँले अब बिस्तारै अब घर गएर त्यो चोटलाई सफा गरेर चाहिँ मलम लगाइसकेछ। के लगाइसकेछ त? मलम लगाइसकेपछि अब उहाँले चाहिँ अब एकदम धेरै दुखिरहेको थियो नि त। धेरै दुखिएपछि मलम लगाएर चाहिँ अब म एकछिन रेस्ट गर्नु पर्यो भनेर चाहिँ उहाँ नरम ओछ्यानमा जुन चाहिँ पलङमा गएर चाहिँ उहाँ के गरिसकेछ त? सुत्सेछ अरे। सुतिसकेपछि चाहिँ अब सुतेर उठेपछि चाहिँ उहाँलाई के भएछ त? भोक लागेछ। के भएछ? भोक लागेछ। अनि भोक लागेपछि उहाँले के गरिसकेछ त? गरम खाना र मटर, हेर्छु न, गरम खाना र मटर खाइसकेछ अरे। अनि यो खाइसकेपछि उहाँलाई चाहिँ के भयो त? अब खुसी भइसक्यो। खुसी भएर उहाँले के गर्न थालेछ त? आफ्नो कामहरू गर्न थालेछ, गृह कार्यहरू गर्न थालेछ। यसरी नै कथा यहीँ सकिन्छ। धन्यवाद।